वेलकम ब्याक टु माई न्यू ब्लग होइन ब्लग चाहिँ बिहानको 3 बजी स्टार्ट भइसकेको छ होइन तपाईँले देख्न सक्नुहुन्छ बिहानको 3 बजी हो मेरो टाइम होइन अन्त मेरो साथी सचिन चाहिँ यहाँ र गाइस म चाहिँ आइस लगेर जाँदैछु माथि कोल्ड कटहरूमा हाल्नुपर्छ नि त आइस हो आइस लगेर जाँदैछु एकदम चिसो छ क्या यहाँ बिहान चाहिँ हो आहा यस्तो चिसो छ नि के भन्नु यो हाम्रो नाइट त्यो आफ्टरनुन शिफ्टहरू वाइपै गर्दैन हो यो डल्लै पेन्डिङ छ यो अहिले आइकन वाइप गर्नु आउँछु यिनीहरूलाई वाइपै नगरिरहन्छ सालहरू त्यत्रोजना हुन्छ हो त्यत्रोजना हुँदा पनि कामै मजाले गर्दैन ठगारहरू सबैजना ठगारहरूलाई चाहिँ यिनीहरू कि म त छुने होइन अब यिनीहरू आएर आफै गर्छ म चाहिँ खाना पिकअप गर्दैछु यो चाहिँ आइस पिकअप गर्दैछु मतलब आइस हाल्नु भन्छ कोल्ड कटमा प्लेटरमा हालेर चाहिँ एउटा प्लेटरमा हालेर राख्नुपर्छ नि त चिसो भयो भने चाहिँ चिसो बस्नु पर्छ नि त चाहिँ कोल्ड कट चाहिँ हो हेब्बी हावा चल्दैन छ क्या यहाँ चाहिँ बिहान भएपछि हेब्बी राति 12 बजीको हावा चल्छ बिहान 6 बजीसम्म 6 साढे 6 चल्छ हावा यस्तो डर चल्छ नि ड्युटी पनि छुट्टी भएर आइसकेको छु होइन अन्त यहाँ मैले पञ्चिन पनि गरिसकेको छु हो अन्त अब चाहिँ म खाना पनि खाएर आएँ माथि होइन आज मटन र भात खाइकन आएँ त्यो चाहिँ भिडियो बनाउनु पाइनँ अलिकति हो अब खाना पनि खाइसकेको छु अब चाहिँ रुममा गएर चाहिँ छ्याप्पै सुत्छु होइन त्यहाँबाट बेलुका फेरि नाइट ड्युटी छ अन्त यता सर्कमा पनि एकछिन जाने काम थियो त्यहाँ पनि निक्ल्यो हो अफिसमा हो सरसँग बात भयो होइन अन्त तपाईँहरूलाई नयाँ न्युज दिन्छु छिटै होइन सरसँग बात भएको छ हो प्रमोसन केहीमा हुनसक्छ हो प्रमोसन भइकन देखाउँछ तपाईँलाई अहिले चाहिँ भन्दिनँ हो टाइम पनि तपाईँहरूको 12 बज्नु आँटेको छ होइन अब चाहिँ मलाई अङ्कल अलिकति बिजी हुनुहुन्छ हाम्रो अङ्कल हो घरमा बोल्दै हुनुहुन्छ अङ्कल चाहिँ होइन अहिले अङ्कलसँग बात नगर्छु होला र गाइस अब चाहिँ म चाहिँ लागिसकेको छु होइन म पनि एक दिन पानी दिन्छ क्या यस्तो बाइक किनेर हिँड्छु क्या सोख सपनाहरू धेरै छ कि त्यो पुरा गर्नु चाहिँ दुःख नगरी नहुँदो रहेछ मिडल क्लास भनेको चाहिँ के दुःख नगरी चाहिँ नहुने रहेछ सोख पुरा गर्नु सोख सपनाहरू पुरा गर्नु हो अब चाहिँ यति बेला त्यसो गर्नुपर्ने बेसी गर्नु पर्दैन 8-9 वर्ष चाहिँ मजाले खट्नुपर्छ कि त्यहाँबाट दुःख गर्ने दिनहरू आउँदैन गधाले जस्तो गर्नुपर्छ 8-9 वर्ष चाहिँ दुःख त्यहाँबाट चाहिँ दुःख गरिँदैन जिन्दगीमा गर्नु त गरिन्छ तर त्यस्तो खालको गरिँदैन क्या 8-9 वर्ष चाहिँ गरिन्छ यस्तो दुःख भनेर सोचेको छु होइन एकदम त्यही हो गाइस होइन जिन्दगीमा सुख दुःख भन्ने कुरा आउँछ हो त्यसलाई ओभरकम गरेर हिँड्नु सिक्नुपर्छ होइन त्यति नै भन्दै आजको भ्लगलाई होइन म यतैतिर समाप्त गर्दैछु हो र तपाईँहरूलाई पनि फेरि पनि म भोलि नयाँ भ्लगमा भेट्नेछु गाइस होइन र थ्याङ्क यू फर वाचिङ गाइस होइन किप सपोर्ट यसरी नै माया देखाइदिनु होला होइन साथ सपोर्ट दिनु होला हो तपाईँ अगाडि बढ्नु म अगाडि बढ्नु एउटै त हो होइन हाम्रो समाज अगाडि बढ्नु होइन हाम्रै जाति अगाडि बढ्नु नेपाली जाति भनेको होइन त्यसै भन्दै चाहिँ म अब यो भ्लगलाई अन्त्य गर्दैछु र गाइस हुन्छ